होला है लाइक शेयर सब्स्क्राइब टु हर च्यानल है भुइँमा बसेर चाहिँ यता चाहिँ गिटार बजाएर चाहिँ भिडियो सुट गर्ने भिडियो सुट गर्ने घाटा चाहिँ चप्पल चाहिँ निकाल र साथी हेलो सबैजनालाई नमस्ते मेरो प्यारो साथीहरू आज फेरि मैले न्यू भ्लग ल्याएर आइसकेको छु दिलमाया भ्लग है अहिले कति 2 बज्नु लागेछ म चाहिँ उहाँ माथि मेरो घरमाथिको कटेजमा जाँदैछु है छोरी र भदाइनी पनि गएको छ कि त्यहाँ भिडियो सुट गर्छ अरे अन्त म तिनीहरूसँगै जाँदैछु साथीहरू है हजुरहरू एकदम घाम लागिरहेछ आज एकछिन भिडियो बनाउँदै गएको यहीँनिर आएर फेरि घरमा काम छ काम गर्नुपर्ने छ एकैछिनको लागि गएको हजुरहरू हेर्दै गर्नु होला आज मैले यति बेला भिडियो सुरु गरेको छ मेरो भिडियो के कसो हुन्छ छोरी र भदाइनी चाहिँ यहाँ पर्सिको दिन गइहाल्छ नि त छोरी त्यही भएर चाहिँ साथीसँग फोटोहरू खिच्छ भनेर चाहिँ गएको छ कि म पनि तिनीहरूसँगै गएको हिँड अरे नि त अन्त चाहिँ जाँदैछु यहीँ माथि कटेजमा हेर्दै गर्नुहोस् है साथीहरू घाम चाहिँ हेर्नुहोस् है यस्तो खतरा लागिरहेछ है घाम चाहिँ खतरा लागिरहेछ म चाहिँ यहीँ माथि कटेजमा गएको देखेको हो है यहाँ माथि कटेज त्यहीँनिर चाहिँ जाँदैछु हेर्दै गर्नुहोस् है यहीँनिर गएको माथि अहिले चाहिँ टुरिस्ट छैन नि त मान्छेहरू पनि छैन होला भयो के गर्दैन टुरिस्ट हुँदा चाहिँ अब भएन बजाउँदै उनीहरू चाहिँ एउटा कला त छ नि त उनीहरूको पनि यहाँ हेर्नुहोस् रोस क्या दामी छ हेर्नुहोस् है साथीहरू यहाँ चाहिँ मेरै घरमाथिको होमस्टे है फुलेको छ हेर्नुहोस् यता लाँदैछु ल फुल्नु आँटेको छ
झरमट्टै। अहिले चाहिँ अलिक शीतल भयो साथीहरू, शीतल भइरहेछ अहिले चाहिँ। यहाँनिर रोस अर्कै खालको रहेछ, हेर्नुहोस् है, अर्कै कलरमा रहेछ। यो चाहिँ रेड। भुइँमा बसेर चाहिँ यता चाहिँ गिटार बजाएर चाहिँ भिडियो सुट गर्ने। रेडी। हाम्रो गीत पनि सुनाइदिने। मेरो त अन्त कपिराइट आउँछ नि त। ए यसरी बजायो भने त आउँदैन हो, गिटारको पनि आउँछ। यसरी पनि आउँछ गिटार। लु हामी चाहिँ यता गएको है। अब रनिता चाहिँ पर पुगेछ। यहाँ रोसहरू फुलेको हेर्नुहोस् है, क्या दामी। छोरीलाई म्याच गर्ने रहेछ है, मजाले म्याच गर्ने रहेछ है। यहाँनिर एजेलियाहरू हेर्नुहोस्, रोसहरू क्या दामी फुलिरहेछ। घाम चाहिँ तर खतरा छ है, निधार टल्किने छ है। यता एजेलिया आउँदै रहेछ। यहाँ अर्कै कलरको गिटार चाहिँ खोइ ब्ल्याक यो दुइटा के हुँदैछ, राउडिस भन्दैछ। मैले उता फर्काइरहेको छु। यता पनि छ झुल्ला पिङ। ओ के हो यो? ल नानीहरू किन्छ रहेछ है, नुनठुलोहरू। यसको समोटो टिपेर लैजाउँ होइन, भन्नु मिल्दैन। मारे फल्नु बाटेको मरो खोकेर। झुल्ला हुँदैछ यहाँनिर चाहिँ। झुल्लामा झुलिन्छ है। निरकमल छ यहाँनिर चाहिँ। अब भोलि पर्सि फुल्दा चाहिँ कस्तो दामी देख्छ है निरकमल। लु हामी चाहिँ फर्के यताबाट पनि झुल्लाबाट पनि। के गरेको हेर्नु नि, के को रहर लाग्यो अहिले। अन्ध्र भुँडी निकाल्छ। म त डर लाग्छ यसमा नङ्ग्रा देख्यो। ओ नगर है, नगर। अहिले उयो लाउनु पर्ला नि। खिचिरहेछ त अन्त फोटो हो। फोटो भनेर चाहिँ आइज न, भिडियोमा आइज न। बिरालो बोकेर ओइ उता लैजा अनुहार मनाले। राम्रै आएन हौ। हुर यो दुईटा चाहिँ सकेन। यो दुईटा चाहिँ फोटो खिच्छ अरे, अझै फोटो उयो भएको छैन अरे। यहाँ घुमिसक्यो। अब चाहिँ हामी चाहिँ घर फर्किने। यो दुईटा चाहिँ काक्ला कुक्लिक हुँदै फोटो खिच्दैछ है। काङ्लाग र कुङ्लिङ सुजाना त फोटो फर्काएर बसिरहेछ। फर्के हामी चाहिँ क्या दामी रोप्छ हेर्नुहोस् है, मजाले फुलिरहेछन्। हेर्नुहोस् घामले राम्रै देखेन हौ, मेरो आँखा टल्केर। अब चाहिँ लु फर्केको हामी चाहिँ। गिटार सिटार सबै लगेर गयो भडाइनिर। लु गएको हामी। यहाँ पनि छ रोस, दामी छ यहाँनिर। जाउँ अब घरतर्फ। साथीहरू हामी चाहिँ अघि घर आइपुगे है। घाम चाहिँ खतरा छ हो, अघि नै आइपुगेको। आएर नानीहरू लुगा सुगा फेरेर चाहिँ किचनमा के गर्दैछ। लु जैसे त्यो भयो, घरमा आएर चाहिँ लुगा फेरेर चाहिँ गति घरमा त्यही हो नि अन्त।